भिडियो हेरिरहनुभएका सम्पूर्ण नमस्कार। यो भिडियो स्पेशल ती साथीहरुका लागि हो जो चाहिँ बीबीएस फर्स्ट इयरको पार्शियल एक्जामको तयारी गर्दै हुनुहुन्छ। आजको यस भिडियो अन्तर्गत हामीहरु बीबीएस फर्स्ट इयर बिजनेस इंग्लिशको पेपर मोडल अथवा सिलेबस डिस्कसन गर्न गइरहेका छौं। बिजनेस इंग्लिशको पेपरलाई चाहिँ हामीहरुले एनालाइसिस गरेर हेर्दाखेरि यसलाई हामीहरुले पार्ट 1, पार्ट 2, पार्ट 3 र पार्ट 4 मा चाहिँ डिभाइड गर्दिया छौं। पार्ट 1 मा चाहिँ तपाईहरुलाई युनिट 1 देखि युनिट 4 सम्म सोधिएको हुन्छ, जस अन्तर्गत क्वेशन नम्बर 1 देखि क्वेशन नम्बर 4 सम्मको चाहिँ 4 वटा क्वेशनहरु सोधेका हुन्छन्। 5 मार्क्सको गरेर चाहिँ 20 मार्क्सको चाहिँ पार्ट 1 बाट सोधिएको हुन्छ र पार्ट 2 लाई हामीले यसरी डिभाइड गरेका छौं। युनिट 5 बाट यहाँबाट सोधेको हुन्छ। युनिट 5 मा चाहिँ बिजनेस राइटिङहरु छन्। बिजनेस राइटिङ भित्र चाहिँ ब्रोशर राइटिङहरु भए, गाइडलाइन्स राइटिङ भए, इन्स्ट्रक्सनहरु भए, मिडिया स्टोरीजहरु भए, प्रेस रिलिज भए, आर्टिकल्सहरु भए, न्यूज रिपोर्टहरु भए, एडभर्टाइजमेन्टहरु भए, मेमोहरु भए। मेमो चाहिँ साथीहरु यो बिजनेस कम्युनिकेसन भित्र पनि हुन्छ। अब यसलाई युनिट 4 लाई हामीहरुले पार्ट 2 मा राख्दा पनि हुन्थ्यो, तर पार्ट 4 मा नै राख्नुको कारण के भनेपछि क्वेशन नम्बर 1 देखि क्वेशन नम्बर 4 सम्म चाहिँ तपाईहरुलाई एकदमै त्यो ग्रामर राइटिङ वाला, बिजनेस ल्याङ्ग्वेज वाला, भोक्याबुलरी वाला यस्तो ल्याङ्ग्वेजहरु चाहिँ युज गर्ने वाला चाहिँ क्वेशनहरु सोधेको हुन्छ। पार्ट 2 मा चाहिँ तपाईहरुलाई क्वेशन नम्बर 5, 6, 7 चाहिँ 5 नम्बरका 3टा क्वेशन सोधेको हुन्छ 15 मार्क्सको र क्वेशन नम्बर 8 चाहिँ तपाईहरुलाई एउटा क्वेशन सोधेको हुन्छ 10 मार्क्सको र त्यसपछि पार्ट 1 र पार्ट 2 दुईटैलाई चाहिँ कम्बाइन गरेर चाहिँ ग्रुप ए मा राखिदिएको हुन्छ। 20 मार्क्सको चाहिँ पार्ट 1 बाट भइहाल्यो, 25 मार्क्सको चाहिँ पार्ट 2 बाट हुन्छ। टोटल गरेर चाहिँ 45 मार्क्सको चाहिँ ग्रुप ए मा सोधिएको हुन्छ। ब्रोशर राइटिङहरु भए, मेमो राइटिङहरु भए, मैले अलरेडी भिडियो बनाएर अपलोड गर्दिएको छु, तपाईहरु भिजिट गर्नु होला। र त्यसै गरेर हामीहरुको ग्रुप बी अन्तर्गत चाहिँ 25 मार्क्सको सोधिएको हुन्छ, जसमा चाहिँ युनिट 6 बाट सोधेको हुन्छ। रिडिङ स्ट्र्याटेजी एन्ड राइटिङ प्रोसेस भन्ने च्याप्टर अथवा युनिट छ। यसमा चाहिँ कटिङ पेस्टिङहरु भए, नोट मेकिङहरु कसरी गर्ने, समराइजिङहरु भए, प्याराग्राफ राइटिङहरु भए, यस्ता क्वेशनहरु सोधेका हुन्छन्। क्वेशन नम्बर 9 चाहिँ 7 मार्क्सको एउटा क्वेशन सोधेको हुन्छ, 7 मार्क्स भइहाल्यो। क्वेशन नम्बर 10, 11, 12 चाहिँ 6 नम्बरका 3टा क्वेशन सोधेको हुन्छ, 6 तिया 18 मार्क्सको चाहिँ सोधेको हुन्छ। 7 + 18 25 मार्क्सको चाहिँ ग्रुप बी मा सोधेको हुन्छ। र तपाईहरुको चौथो पार्टमा चाहिँ युनिट 7 बाट सोधेको हुन्छ। तपाईहरुलाई प्याटर्न अफ राइटिङ भन्ने अलग्गै जो समरी पार्ट भन्ने हुन्छ नि, त्यहाँबाट क्वेशन सोध्छ। 5 वटा क्वेशनहरु सोधेका हुन्छन्। 5 वटा क्वेशनमा 2टा क्वेशन स्किप गरेर 3टा क्वेशन लेख्नु पर्ने हुन्छ। 3टा क्वेशन चाहिँ 10 मार्क्स गरेर 30 मार्क्सको चाहिँ प्याटर्न अफ राइटिङ बाट चाहिँ तपाईहरुलाई सोधेको हुन्छ। क्वेशन नम्बर 13 देखि 17 सम्म 30 मार्क्सको हुन्छ। यसरी चाहिँ हामीहरुको बिजनेस इंग्लिशको पेपर मोडल आएको हुन्छ। पार्ट 1, पार्ट 2, पार्ट 3 र पार्ट 4 मा चाहिँ मैले डिभाइड गर्दिएको छु, ताकि ग्रुप ए, ग्रुप बी, ग्रुप सी चाहिँ तपाईहरुलाई बुझ्न सजिलो होस्। अब यहाँबाट पनि क्लियर भएको छैन भनेपछि तपाईहरुसँग यस्तो सोलुसन बुक छ भनेपछि या बुक छ भनेपछि त्यसमा हेर्नु होला। तपाईहरुले च्याप्टर 1, च्याप्टर 2, च्याप्टर 3 सम्म चाहिँ तपाईहरुलाई पार्ट 1 मा हो। यो च्याप्टर 4 लाई पार्ट 1 मा पनि हुन्छ, कहिलेकाहीँ पार्ट 2 मा पनि हुन्छ, त्यसमा कन्फ्युज नहुनु होला। अहिले चाहिँ मैले यमा पार्ट 2 मा राखिदिएको छु। च्याप्टर 3 सम्म चाहिँ पार्ट 1 मा छ। त्यसपछि चाहिँ हामीहरुको च्याप्टर 4 बाट पनि एउटा 5 मार्क्सको क्वेशन सोध्छ। यसमा चाहिँ प्राय जसो मेमो सोधिरहेको हुन्छ, त्यो पनि 5 मार्क्सको सोध्छ। पार्ट 2 मा चाहिँ यसमा ब्रोशर राइटिङ, प्रेस रिलिज भइहाले, एडभर्टाइजमेन्ट भइहाले, मिडिया स्टोरीहरु भइहाले, इन्स्ट्रक्सन, गाइडलाइन्स, प्याराग्राफहरु, धेरै कुराहरु हुन्छन्। यी क्वेशनहरु चाहिँ पार्ट बी मा सोध्या हुन्छ। अब यसरी सर र बिजनेस इंग्लिश फर्स्ट को हेर्दाखेरि चाहिँ च्याप्टर 1 देखि 6 सम्म चाहिँ तपाईहरुलाई पार्ट 1 र 2 गरेर चाहिँ कम्बाइन गर्दिएको छ। त्यसपछि हामीहरुको तेस्रो पार्टमा चाहिँ तपाईहरुलाई यो पुरै कुराहरु दिएको हुन्छ। प्याटर्न फर कलेज राइटिङ र द राइटिङ प्रोसेस भन्ने दुईटैबाट चाहिँ पार्ट 3 मा सोधेको हुन्छ, जुन चाहिँ ग्रुप बी मा हुन्छ। त्यसपछि पार्ट 4 मा तपाईहरुलाई रिडिङ फर राइटिङ अथवा च्याप्टर 6 देखि च्याप्टर 11 सम्म जति पनि समरी पार्टहरु छन्, यो समरी पार्टहरु चाहिँ तपाईहरुलाई पार्ट आईबी अथवा ग्रुप सी मा सोधेको हुन्छ। अब यसमा च्याप्टरहरु धेरै छन्। एउटा च्याप्टरमा 2टा समरी, एउटा च्याप्टरमा 2टा समरी गरेर चाहिँ 6 वटा च्याप्टरहरुमा हरेकमा 2 वटा भएर 12 वटा समरी छन्। 12 समरी तपाईहरुले डिटेलमा हेर्नुहुन्छ भनेपछि 30 मार्क्स कहीँ पनि जाँदैन। 30 मार्क्सको चाहिँ सल्भ गर्न सक्नुहुन्छ। तपाईहरु यो च्यानलको बीबीएस फर्स्ट इयर बिजनेस इंग्लिश भन्ने प्लेलिस्टमा भिजिट गरेर बिजनेस इंग्लिशसँग सम्बन्धित अन्य भिडियोहरु पनि हेर्न सक्नुहुन्छ, जसमा चाहिँ मैले ब्रोशर राइटिङ, एडभर्टाइजमेन्ट, मेमो राइटिङ जस्ता भिडियोहरु चाहिँ बनाएर अलरेडी अपलोड गरिसकेको छु। तपाईहरु चाहिँ एकचोटी भिजिट गरेर हेर्नु होला र अन्य कुन टपिकमा चाहिँ भिडियोहरु चाहिन्छ बिजनेस इंग्लिशको त्यो पनि कमेन्ट गर्नु होला। अब बाँकी चाहिँ अर्को सब्जेक्ट अन्तर्गतको भिडियोमा हामीहरु भेट्ने नै छौं। त्यतिन्जेलसम्मको लागि थ्यांक यू, नमस्कार, टेक केयर।